आज चाहिँ हामी लोकल कुखुरा बनाएर खाने हो। गाउँबाट लिएको अस्ति वैशाखमा जाँदाखेरि घरबाट लिएर आएको थिएँ लोकलवाले। आज चाहिँ चट्ट लाएर बनाउने खाने हो। सासुआमा हुनुहुन्छ अनि सालोहरू पनि सालो बहिनी आउनुभएको छ, त्यही भएर बनाएर खाने विचार गरेँ। आज चाहिँ चट्ट लाएर पानी पनि परिरहेछ हल्का, सुप खाने सोचमा चाहिँ छु आज। अनि अब बनाउनुलाई रेडी, मेरो कालीले बनाउनु पनि रेडी गरिसक्यो। अब प्याज पनि लगाइसक्यो। अब ट्याक्क लाएर अब बनाउने सुप अनि खाने हो लोकल कुखुराको। अनि बनाएको छ। अनि म चाहिँ कोदोको ढेँडोसँग खाने हो लाएर। कोदोको ढेँडोसँग मिठो हुन्छ यसरी। अरूलाई चाहिँ धानकै भात हो, धानकै भातसँग हामी म चाहिँ कोदोको ढेँडो।